चट्याङ रोक्न सकिन्न, तर सावधानी अपनाए यसबाट बस्न सकिन्छ। चट्याङबाट बस्न के गर्ने? घर बाहिर हुँदा आकाशमा बिजुली चम्किन थालेर गडाङगुडुङ गर्न थालेपछि घरभित्र गइहालौँ। नजिकै घर छैन भने तुरुन्तै सुरक्षित ओततिर लागिहालौँ। तर रुख वा बिजुलीको पोलमुनि कहिल्यै नबसौँ। गाडीभित्र छौँ भने गाडीभित्रै बसौँ। छाता नउडौँ। खेतबारीमा काम नगरौँ। पौडी नखेलौँ। डुङ्गा नचलाउँ। सुरक्षित ओत नभेट्दै चट्याङ परे दुवै हातलाई टाउको माथि राखी निहुरिएर कुर्कुच्चा जोडी थुचुक्क बसौँ, तर भुइँमा लम्पासा परेर नसुतौँ। घरभित्र हुँदा टिभी र कम्प्युटर जस्ता बिजुलीबाट चल्ने उपकरण नचलाउँ, बरु प्लगबाट छुटाइदिउँ। तारवाला फोन प्रयोग नगरौँ। बाथरुमभित्र धारा प्रयोग गरेर नुहाउने, लुगा धुने वा भाँडा माझ्ने काम नगरौँ। भित्ता वा झ्यालतिर अडेस लगाएर नबसौँ। झ्याल, भर्याङ र बरन्डाको ग्रिल वा बार नछौँ।